इलेक्ट्रिक गिटारमा काम गर्दै थिएँ, चिसो छ, पानी खानु पर्यो। अब म इलेक्ट्रिक जगमा काम गर्दैछु अनि यो बिग्रेछ, त्यसै कारणले गर्दाखेरि यसलाई चेक गर्दैछु कि भएको चाहिँ के हो, कता सर्ट सर्किट भएको। सो गाइस, नट ओन्ली इलेक्ट्रिक गिटार, आई अल्सो रिपेयर इलेक्ट्रिक जग। गर्नुपर्छ, आफै बनाउने भएपछि आफै बनाउनु पर्छ, पैसा बचाउनु पर्छ अरे समस्या पत्ता लाउँदा हे तरिका खोल्दा पुरै डेफ्थमा खोलेर काम गर्नुपर्ने अवस्था आयो। भनौँ किन बत्ती बोलेन सोल्टालाई चाहिँ के भएछ भनेर चाहिँ डेफ्थमा हेर्नुपर्ने भयो। तलको भाग पनि खोलेँ। वाह, अब त तपाईँको जगको पनि सर्भिसिङ गर्नुपर्ने अवस्था छ भन्ने थाहा भयो अरे। यहाँ पानी लिक भएको के हो कि पाएन खै, अलिक गिलै छ। त्यो स्पेसली राइस कुकरहरू र त्यो तलको भागहरूमा चाहिँ म्याक्सिमम चाहिँ त्यस्तै हुन्छ क्या, पानीहरू लिक भएर नि प्रब्लम हुनसक्छ। त्यही खोलेर यसरी मोइस्चर छ कि भनेर हेर्दैछु। हल्का फुल्का कामले काम हुन्छ कि भनेर सोचेको हुँदैन रहेछ हौ। पुरै अपरेसन गरेर माथिको छालै निकाल्नु पर्ने अवस्था आयो र यस बिचारालाई यस्तो जाडोमा लुगा निकालिदिएर चिसो बनाइदिएछु। पानी लिक भइरहेर चाहिँ यहाँबाट लिक भएर तल जाने अनि त्यो बेसमा पानी जम्मा भएर माइनस प्लस जुत्ने भइरहेछ। त यसैको आफ्नो यो मुखले नै लिक गरेर रहेछ, जसले गर्दा चाहिँ धेरै प्रब्लम भइरहेछ। अब मन लाग्छ यसलाई पर्मानेन्ट सल्युसन चाहिँ के गर्नु पर्ला। हाम्रो जगको यो खाली अवस्थामा नै यसलाई एकचोटि चेक गरेर हेर्नु पर्यो है। सो द मोमेन्ट अफ ट्रुथ, काम गर्छु कि गर्दैन, त्यो बत्ती बल्यो भने काम गर्छ है त। काम गर्यो हाम्रो जगले। ल बन्यो। तपाईँको अगाडि यो जग पनि रेडी गरेँ मैले नै बनाएँ। निकाल्दा फेरि झुल्का हान्ला अनि सो जग पनि रेडी भयो। अब यसलाई चाहिँ कसरी त्यो लिक वाटर लिकलाई चाहिँ सल्भ गर्न सकिन्छ त्यतातिर जानु पर्ला। यो लिमिटभन्दा, यो जगको मुखको लिमिटभन्दा धेरै पानी नहाल्नु भन्नु पर्ला। लिक गर्दो रहेछ त भैया, होइन? क्या बन्यो। यसलाई फिटिङ पनि गर्नुपर्छ। अब यसको सबै आन्द्राभरि निकालेपछि यसलाई फिटिङ पनि गर्नुपर्छ। अब च्यालेन्ज भनेको चाहिँ के रहेछ भन्दाखेरि चाहिँ खोलेर हेर्नु होइन रहेछ कि। च्यालेन्ज भनेको चाहिँ अब यसको सबै यो जामाहरू यसमा लगाइदिनु पर्यो अनि फिटिङ गर्नु पर्यो। सो अब हामी यसलाई फिटिङ गर्नतिर लाग्छौँ।
फिटिङ त भयो, कति कुराहरू त भत्केला जस्तो अवस्था छ। सधैँ एउटै जग पनि प्रयोग गर्न नदेला जस्तो छ, कम्पनीले पनि रे के। मतलब अलिकति प्रब्लम चाहिँ छ। मतलब अलिक खोलिसकेपछि हाउजिङ चाहिँ अलिकति राम्रोसित लागेको छैन भन्दा भयो। तर पनि अब यति भए पनि काम चाहिँ चल्छ। अब यो जति चल्छ चल्छ, अब सबै कुरा चाहिँ रिपेयरै गर्नुपर्छ भन्ने छैन जस्तो लाग्छ मलाई। कतिपय कुरा त युज गरेर अनि फेरि तपाईँले अरू नयाँ किन्दै बेस। तर यो धेरै चल्न चाहिँ चल्यो। ल अब यसलाई फाइनल चेकआउट गरिदिउँ न। पानी पनि हालियो, अब चेक गरौँ है त। ले बल्यो नबल्यो, अब हेरौँ कति छिटो पानी तात्छ। ल गाइस, पानी चाहिँ तात्यो, भाप पनि आयो, भन्नाले डन भयो, यो बन्यो। सो फाइनली कम्प्लिट भयो। अब पानी थालेर राख्नु जस कहिलेकाहीँ आफूले बनाउनु पर्छ यार, सामान फालिहाल्नु भन्दा त सिद्धो भिडियो यति नै।